साथीभाइहरु आज चाहिँ हल्का इस्कुसको सब्जीसँग खाना खायो भने चाहिँ डल्ले खोर्सानी हेरिहाल्नु भयो। यो निम्बु भयो है, अनि यो चाहिँ घरमै फलेको सबै। अनि स्पेसियली चाहिँ के छ भने चाहिँ गुन्द्रुकको झोल आज चाहिँ है धेरै दिन बाद खुवाइ हुँदैछ। घरमा बनाएको गुन्द्रुकको झोलको सुप चाहिँ एकदमै अर्ग्यानिक खाना खुवाइ हुँदैछ है, एकदम सिम्पल इस्कुसको सब्जीसँग। एकदमै टेस्टी छ है, एकदमै डल्ले खोर्सानी पनि एकदमै स्वादिष्ट। यस्तो छ आजको खाना खुवाइ चाहिँ साथीभाइहरु। हल्का एकदमै यो गुन्द्रुकको झोल चाहिँ साह्रो दामी छ है, घरमै बनाएको गुन्द्रुकको झोल हो कि, एकदमै दामी छ है।